साथीहरु हेर्न सक्नुहुन्छ। हेलो सो हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। सो फेरि पनि तपाईलाई मेरो न्यू भिडियोमा स्वागत छ। र साथीहरु आज म आएको छु खानी डाँडा र हल्का धनगढीमा अति गर्मी भएको कारणले गर्दा आज खानी डाँडा आएको छु। र आएको लोकेसन यताको सिन यताको मौसम एकदमै दामी छ साथीहरु। अनि कतिमा पढ्छौ? कतिमा पढ्छौ? 4 मा। सो साथीहरु हेर्न सक्नुहुन्छ म अहिले निगलाडीमा छु र कम्पासे डाँडा जाने बाटो चाहिँ यही बाटो हो साथीहरु। यस्तो बाटो भएर जानु पर्ने रहेछ कम्पासे डाँडा। बाटो एकदमै डिफिकल्ट छ र अहिले पानी पनि सुक्यो कारणले गर्दा हल्का सजिलो भइरहेको छ। बर्खाको टाइममा साथीहरु यहाँ आउन एकदमै गाह्रो हुन्छ। र यता हेर्न सक्नुहुन्छ यिनीहरु चाहिँ भर्खर कम्पासे डाँडा घुमेर फर्किँदै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ काफलको बोट, यु क्यान सी। सो साथीहरु हेर्न सक्नुहुन्छ सबै काफलको बोटहरु हो। 400 रुपैयाँ किलो साथीहरु काफल। यहाँ पनि फ्रीमा पाइरहेछ। टिपेर खाने भए फ्रीमा फेरि आरु राम 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 कता छ? सो साथीहरु हेर्न सक्नुहुन्छ तल बजार देखिरहेको छ र म अहिले धेरै त माथि छैन, हल्का माथि आएको छु र अझ धेरै माथि हिँड्नु पर्ने छ। र यता तल हेर्न सक्नुहुन्छ देउडा खेलिरहेको छन्। आज शनिबार भएको कारणले गर्दा साथीहरु एकदमै धेरै मान्छेहरूको भिड छ। कोही आइरहेछन् भनेपछि कोही मान्छेहरू गइरहेछन्। सो साथीहरु फाइनली म पुगिसकेको छु कम्पासे धुरा। र अब यहाँबाट साथीहरु डाइरेक्ट अब टप उकालो चढ्नु पर्ने हुन्छ र यहाँबाट सिडी पनि स्टार्ट भएको छ साथीहरु। र हामी एक डाँडो कटेर ठ्याक्क हामी यो सिडी स्टार्ट भएको छ र अझ धेरै माथि जानु पर्ने छ। हेर्न सक्नुहुन्छ यता यो रेलिङ भएर एकदमै अब डाइरेक्ट अब माथि टपमा जानुपर्छ। टपमा भयो बल्ल कम्पासे डाँडा भ्यू टावर आउँछ र भ्यू टावरबाट माथि कस्तो भ्यू तलको देखिन्छ त्यो पनि हजुरलाई भ्यू देखाउने नै छु। र अहिले यहाँ हेर्न सक्नुहुन्छ भाँसोको भिड त भन्दा कम छैन साथीहरु। यस्तो हेर्न सक्नुहुन्छ पुरै यहाँ डाइरेक्ट तल खाइ छ साथीहरु। यस्तो खासै भिडियो बनाउन पर्फेक्ट त हैन। हामी तलबाट त 11:30 मा हिँड्यौ। अब त धेरै त छैन तर अब यस्तै बाटो छ। अन्त यही बस्ने अब उते टिपेर खाने तल गएको कहाँ रुममा त्यही छैन। किन किन माथि माथि थियो त्यो दाइ चल्नु भएको थियो अगाडि जा। तिमी बस्दै गर भन। तिमी बस्दै गर ल्याइदिन्छु अहिले। दाइले रुममा चढेर टिप्दिनु हुन्छ। हेलो 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 पछाडि हेर न। त्यो हेर्न सक्नुहुन्छ अझ धेरै माथि हिँड्नु पर्ने छ। तल हेर्न सक्नुहुन्छ पुरै धुवा आइरहेको छ र अझ यति माथि हिँड्नु पर्ने छ। अब चाहिँ 80% पुगिसकेको छ र 20% अझ हिँड्नु पर्ने बाँकी नै छ। कोही हेर्न सक्नुहुन्छ फर्किरहेको छ माथिबाट घुमेर। कुकुरले पनि माथिबाट कम्पासे डाँडा घुमेर तल गइरहेको छ। र माथिबाट कस्तो भ्यू आउँछ साथीहरु त्यो पनि हजुरलाई देखाउने नै छु। माथि पुग्दाखेरि त्यति साह्रो गर्मी त छैन, रमाइलो भइरहेछ। फाइनली पुगिसकेँ म कम्पासे डाँडा र अहिले म ठ्याक्क भ्यू टावरको माथि छु। र यहाँ चाहिँ धेरैजना आएर यहाँ शनिबारको दिन रमाइराख्नु भएको छ र एकदमै रमाइलो भइरहेको छ साथीहरु। एकदमै चिसो हावा लागिरहेको छ र यसको अरु लुकहरु पनि हजुरलाई देखाउने नै छु। अहिले म भने कम्पासे डाँडाको ठ्याक्क भ्यू टावरमा छु र भ्यू टावर साथै यो चाहिँ फलामको रहेछ बनाएको, काठको चाहिँ रहेन छ। यदि तपाई आउन चाहनुहुन्छ भने त्यस्तो आउनु होला। जो धनगढी अत्तरिया महेन्द्रनगर या कुनै लोकल नजिकै ठाउँबाट हेर्दै हुनुहुन्छ या बस्नुहुन्छ भने चाहिँ यता आउन सक्नुहुन्छ। हल्का अप्ठ्यारो छ, हल्का माथि टपमा छ त त्यति साह्रो पनि गाह्रो पनि छैन। 2 घण्टामा हजुर आरामसँग बस्दै आरामसँग यहाँ पुग्न सक्नुहुन्छ। एकदमै रमाइलो छ, एकदमै चिसो खानको लागि यहाँ आउनु होला। सो साथीहरु हेर्न सक्नुहुन्छ म अहिले कम्पासे डाँडा भ्यू टावरबाट तल आएको छु। यो थियो कम्पासे भ्यू टावर। तलको भ्यू हेर्न सक्नुहुन्छ कस्तो छ साथीहरु। अहिले घाम लागेको हुनाले राम्ररी भ्यू देखिरहेको छ। नत्र अरु सिजनमा राम्रोसँग भ्यू देखिन्न, पुरै फगले के पनि देखिँदैन तल।
अहिले मौसम सफा भएको कारणले गर्दा मजाले क्लियरली टाढासम्मको भ्यू देखिरहेको छ। तल खोलाहरू पनि देखिरहेको छ र चिसो हावा लागिरहेको छ साथीहरू। सो साथीहरू हेर्न सक्नुहुन्छ काफलको बोट। त्यो देखाइछु न। सो साथीहरू यो भ्लग यति नै। आयो तपाईँलाई यो भ्लग मन पऱ्यो भने च्यानल सब्सक्राइब गर्नु होला, भिडियो लाइक पनि गर्नु होला। फेरि भेट्नु छ नयाँ कन्टेन्टमा। तबसम्म गाइस बाई बाई एन्ड टेक केयर।